आजको भिडियोमा तपाईहरुलाई स्वागत छ। आज हामी फेरि एकदमै महत्त्वपूर्ण भिडियो लिएर उपस्थित भइसकेका छौं। यो भिडियो तपाईको लागि एकदमै महत्त्वपूर्ण रहेछ। यो भिडियोमा हामीले ब्राह्मण सम्बन्धित केही महत्त्वपूर्ण प्रश्नहरू समावेश गरेका छौं। यदि तपाईले भिडियो हेर्दै हुनुहुन्छ भने तपाईलाई एकदमै फाइदा हुने गर्छ। तपाईले भिडियोलाई स्किप नगरिकन लास्टसम्म हेर्दिनु होला। यदि तपाई यो च्यानलमा नयाँ हुनुहुन्छ भने सब्स्क्राइब गरिदिनु होला, ताकि भने कुनै पनि भिडियो अपलोड गर्छु भने सबभन्दा पहिला नोटिफिकेसन तपाई कहाँ जाओस् अनि तपाईले सजिलै हेर्न सक्नु। अब हामीले हजुरको बढी समय नलिएर भिडियोलाई स्टार्ट गरौँ। हाम्रो यहाँ पहिलो प्रश्न रहेछ, सूर्य हाम्रो सौर्यमण्डलको केन्द्रमा रहेको एउटा विशाल डट हो। तपाईले थाहा हुन्छ भनेको सूर्य हाम्रो एकचोटी फेरि तपाईले ध्यान दिएर सुनिदिनु होला। सूर्य हाम्रो सौर्यमण्डलको केन्द्रमा रहेको एउटा विशाल तारा रहेछ यो भनेको। फेरि अर्को प्रश्न छ, सूर्यले सौर्यमण्डलका सबै ग्रहहरूलाई गुरुत्वाकर्षणले बाँधेर राख्छ र यसको ऊर्जा र प्रकाशको पृथ्वीमा जीवनलाई सम्भव बनाउँछ। तपाईले सबैले थाहा हुनुपर्छ, कहिलेकाहीँ भनिदिन्छ, कार्डहरुमा सोधिदिन्छ रिजनहरुमा कुन भनाइ ठिक छ कुन भनाइ रङ छ भनेर। ऊर्जाको प्रमुख स्रोत केलाई मानिन्छ? हाम्रो थाहा छ क्वेशन एकदमै महत्त्वपूर्ण छ, कहिलेकाहीँ सोध्ने काम गर्छ तर महत्त्वपूर्ण छ, तपाईले बुझ्नु होला। ऊर्जाको प्रमुख स्रोत केलाई मानिन्छ भने यसको सही जवाफ तपाईको रहेछ सूर्यलाई मानिन्छ। त्यसैगरी हाम्रो अर्को प्रश्न रहेछ, सौर्यमण्डलको कति प्रतिशत भार सूर्यमा पर्दछ? यसको सही जवाफ तपाईको रहेछ 99% यानी 99%। फेरि यसैगरी हाम्रो अर्को प्रश्न रहेछ, सूर्यको विकिरण नाप्ने यन्त्रलाई के भनिन्छ? एकदमै महत्त्वपूर्ण छ है, एकदमै महत्त्वपूर्ण छ। यसको राइट आन्सर तपाईको रहेछ पारहेलियोमिटर रहेछ। सूर्यको भनेको विकिरण नाप्ने यन्त्रलाई के भनिन्छ भने पारहेलियोमिटर। त्यसैगरी नेक्स्ट प्रश्न रहेछ हाम्रो भनेको, सूर्यको तापक्रम बाह्य सतहमा सरदर 55 से 40 डिग्री सेन्टिग्रेड छ भने केन्द्रमा कति रहेछ? भनेको सूर्यको तापक्रम भनेको बाह्य सतहमा भनेको सरदर 5500 से 40 डिग्री सेन्टिग्रेड छ भने यसको केन्द्रमा कति छ भने यसको सही जवाफ तपाईको रहेछ 1,50,00,000 डिग्री सेन्टिग्रेड रहेछ। त्यसैगरी हाम्रो अर्को प्रश्न रहेछ, सूर्यको प्रकाश पृथ्वीमा आइपुग्न कति समय? एकदमै महत्त्वपूर्ण छ यो प्रश्न, यो एकदमै महत्त्वपूर्ण छ। सूर्यको प्रकाश पृथ्वीमा आइपुग्न कति समय लाग्छ भने यसको सही जवाफ तपाईको रहेछ भनेको 8 मिनेट 20 सेकेन्ड लाग्छ। त्यसैगरी हाम्रो नेक्स्ट प्रश्न रहेछ, डटको एक मुख्य सदस्य तथा आकाशमा चम्किने विशाल तारा नै सूर्य भनेको एउटा यसको सही जवाफ तपाईको रहेछ सौर्य परिवारको। हाम्रो अर्को प्रश्न रहेछ, सूर्यमा पाइने प्रमुख तत्त्वहरू कुन कुन तत्त्वहरू सूर्यमा पाइन्छ र कति प्रतिशत पाइन्छ भने हाइड्रोजन भनेको 70%, हिलियम भनेको 28% तथा अक्सिजन, फ्लाम, कार्बन, नाइट्रोजन, म्याग्नेशियम, अल्मुनियम लगायतका तत्त्वहरू 2% मात्र छन्। त्यसैगरी हाम्रो अर्को प्रश्न रहेछ, सूर्यको शक्ति कुन प्रक्रियाबाट उत्पन्न हुने गर्छ? यसको सही जवाफ तपाईको रहेछ भनेको न्युक्लियर फ्युजन माध्यमबाट। यसैगरी हाम्रो अर्को प्रश्न रहेछ, एकदमै महत्त्वपूर्ण यो पनि छ तपाईको लागि, सूर्य पृथ्वीबाट कति टाढा रहेको छ? सूर्य पृथ्वीबाट कति टाढा रहेको छ भने यसको सही जवाब तपाईको रहेछ 14,88,00,000 किलोमिटर, 14,88,00,000 किलोमिटर। फेरि हाम्रो यसैगरी अर्को नेक्स्ट प्रश्न छ, एकदमै महत्त्वपूर्ण छ यो पनि तपाईको लागि, सूर्यको सतहको मध्यभागमा एक प्रकारको धब्बा देखिन्छ, त्यसलाई के भनिन्छ? यसको सही जवाब तपाईको रहेछ अम्ब्रा भन्ने काम गरिन्छ। त्यसैगरी नेक्स्ट यसैगरी हाम्रो अर्को प्रश्न रहेछ, सूर्यको सतहमा देखिने चम्किलो घेरालाई के भनिन्छ? सूर्यको सतहमा देखिने चम्किलो घेरालाई के भनिन्छ भने पेनम्बरा भनिन्छ, पेनम्बरा भन्ने काम गरिन्छ। त्यसैगरी हाम्रो अर्को प्रश्न रहेछ यसैगरी, सूर्य पृथ्वीभन्दा कति गुणा गाह्रो छ? यसको सही जवाब तपाईको रहेछ 3,33,000 गुणा रहेछ। त्यसैगरी हाम्रो नेक्स्ट प्रश्न रहेछ, सूर्य पृथ्वीभन्दा कति गुणा ठुलो छ? यसको सही जवाब तपाईको रहेछ 109 गुणा भनेको पृथ्वीभन्दा सूर्य ठुलो रहेको छ। यसैगरी हाम्रो अर्को प्रश्न रहेछ, ग्रहको परिक्रमा खगोलीय पिण्डलाई के भनिन्छ? ग्रहहरूको परिक्रमा खगोलीय पिण्डलाई के भनिन्छ? यसको सही जवाब तपाईको रहेछ भने उपग्रह भन्ने गरिन्छ। त्यसैगरी अर्को प्रश्न छ, उपग्रहसँग सम्बन्धित छ, उपग्रह कति प्रकारका हुन्छन् भने यसको दुईवटा रहेछ, दुई प्रकारको हुने गर्छ, एउटा भनेको प्राकृतिक, एउटा भनेको मानव निर्मित, एउटा भनेको आर्टिफिसियल, एउटा भनेको नेचुरल हुने गर्छ। जस्तै एउटा भनेको हामीले थाहा छ भनेको पृथ्वीको एउटा मात्र नेचुरल सेटेलाइट छ, त्यसलाई हामीले के भन्छौँ भनेको चन्द्रमा भन्ने काम गर्छन्। त्यस्तै भनेको तपाईले के बुझ्नुपर्छ, दुई प्रकारको भनेको उपग्रह हुने गर्छन्, जसले हामीले के भन्छ, एउटा भनेको प्राकृतिक अथवा भनेको नेचुरल अथवा मानव निर्मित भनेको आर्टिफिसियल हुने गर्छ। त्यसैगरी हाम्रो अर्को प्रश्न रहेछ, कुन कुन ग्रहको उपग्रह छैन? कुन कुन ग्रहको उपग्रह छैन भनेको सही जवाब तपाईको रहेछ बुध र शुक्र ग्रह, बुध र शुक्र ग्रहको उपग्रह छैन।
यसै गरी हाम्रो एकदमै अति नै आवश्यक महत्त्वपूर्ण प्रश्न रहेछ, एकदमै सजिलो छ र एकदमै राम्रो छ। उपग्रहले आफ्नो ग्रहको अतिरिक्त डट को परिक्रमा गर्छ, यो भनेको यसको सही जवाब तपाईँको रहेछ सूर्य रहेछ। धेरै जसो उपग्रहहरूले ग्रहले सूर्यको परिक्रमा गर्ने दिशामा परिक्रमा गर्दछ भने केही करिब 10 उपग्रहहरूले डटमा परिक्रमा गर्दछन्। यसको सही जवाब तपाईँको रहेछ प्रतिकूल विपरीत दिशातिर। त्यसैले तपाईँले हेर्न सक्नुहुन्छ। त्यसै गरी हाम्रो अर्को एकदमै महत्त्वपूर्ण प्रश्न रहेछ, ग्रह र उपग्रहहरूको कक्ष दीर्घवृत्तका रूपमा रहेको कुरा पत्ता लगाउने वैज्ञानिक को हुनुहुन्छ भने एकदमै महत्त्वपूर्ण तपाईँको लागि रहेछ। एकचोटि फेरि तपाईँले ध्यान दिएर सुनिदिनु होला। ग्रह र उपग्रहको कक्ष दीर्घवृत्तका रूपमा रहेको कुरा पत्ता लगाउने वैज्ञानिक को हुनुहुन्छ भने यसको सही जवाब तपाईँको रहेछ जोहानस केप्लर हुनुहुन्छ। त्यसै गरी हाम्रो अर्को प्रश्न रहेछ एकदमै महत्त्वपूर्ण छ, सबैभन्दा बढी खोज भएको उपग्रह कुन हो भनेको सबभन्दा बढी अनुसन्धान कुन ग्रहमा गरिएछ भने यसको सही जवाब रहेछ चन्द्रमामा रहेछ। त्यसै गरी अर्को रहेछ हाम्रो भनेको चन्द्रमाको सबैभन्दा अग्लो पहाड कुन हो, चन्द्रमाको सबैभन्दा अग्लो पहाड कुन हो भने यसको सही जवाब तपाईँको रहेछ डार्फल पिक। त्यसै गरी हाम्रो अर्को प्रश्न रहेछ एकदमै महत्त्वपूर्ण छ तपाईँको लागि, यो पनि पृथ्वीको प्राकृतिक उपग्रह कुन हो, हामीलाई थाहा छ भनेको नेचुरल सेटेलाइट अफ द अर्थ भनिन्छ, चन्द्रमालाई भन्ने गरिन्छ। त्यसै गरी अर्को प्रश्न रहेछ, मानव निर्मित पहिलो उपग्रह कुन हो भनेको स्पुतनिक 1 हो भनेको। फेरि अर्को रहेछ स्पुतनिक 1 उपग्रह कहिले प्रक्षेपण गरिएको भनेको एकदमै महत्त्वपूर्ण हो भनेको 4 अक्टोबर 1957 भनेको 4 अक्टोबर 1957 मा। फेरि सबैभन्दा ठुलो कृत्रिम उपग्रह कुन हो भनेको कृत्रिम भनेको अन्तर्राष्ट्रिय अन्तरिक्ष स्टेसन। नेपालको पहिलो उपग्रह कुन हो भनेको नेपाली स्याट 1। त्यसैले तपाईँले हेर्न सक्नुहुन्छ। अर्को छ हाम्रो भनेको नेपाली स्याट 1 कहिले प्रक्षेपण गरिएको भनेको नेपाली स्याट 1 कहिले प्रक्षेपण गरिएको भने यसको सही जवाब तपाईँको रहेछ 17 अप्रिल 2019 मा। त्यसै गरी अर्को हाम्रो महत्त्वपूर्ण प्रश्न रहेछ, नेपाली स्याट 1 अन्तरिक्षमा कति दिन रहेर खस्यो, नेपाली स्याट 1 अन्तरिक्षमा कति दिन रहेर खस्यो भने यसको सही जवाब तपाईँको रहेछ 841 दिन। त्यसै गरी अर्को प्रश्न रहेछ, सबैभन्दा टाढा रहेको उपग्रह कुन हो, भनेको यसको सही जवाब तपाईँको रहेछ भोयेजर 1। च्यानलमा नयाँ हुनुहुन्छ सब्सक्राइब गर्न नबिर्सनुहोला। धन्यवाद। हामी फेरि भेटौँला अघिल्लो भिडियोमा।